हेलो साथीहरू, फेरि पनि स्वागत गरे आज यस नयाँ भिडियोमा। आज यस भिडियोमा रहने छ किप लेभल 4 को च्याप्टर 7। सुरु गरौँ है त। ह्यान्डेइनी छिल्बेङ आधुनिक रोग व्याध अथवा अहिलेका वर्तमानमा हुने रोग व्याधहरू। छिल्बेङ्वा छुङसाङ रोग र लक्षण। हाङ्गुकी खुक्मिन खनखाङ फोहम छेदो कोरियन नागरिक स्वास्थ्य बिमा प्रणाली। खोयली नादा उच्च ज्वरो आउनु। छेगिरुल हादा हाछ्यु गर्नु। मोगी ताक्कुम गरिदा घाँटी खसखसाउनु। सोकी सुरिदा पेट पोल्नु। फेगा थबुरो खादा पेट फुल्नु। अल्गुले मोगा नादा अनुहारमा केही आउनु। अजिरप्ता रिगाटा लाग्नु। थारिगा फुत्ता खुट्टा सुन्निनु। हेरापी नोक्ता उच्च रक्तचाप हुनु। फियम नाकभित्र हुने घाउ। खिग्वान छियम श्वास नली पोल्ने अवस्था। उयम ग्यास्ट्रिक। छाङ्यम आन्द्र सुन्निने अवस्था। एवै अपवाद। उम्सिकी नाम्गिदा खाना बाँकी छाड्नु। सल्सारुल हादा पखाला लाग्नु। छागुक जकिन उम्सिक स्वाद गाडा भएको परिकार। फी हादा टाढा रहनु बच्नु। मुरी हादा अति गर्नु तर्कसङ्गत नहुनु। सोहागा छाल थोइदा पाचन राम्रो हुनु। थुइचङ्ग्री मिलाउनु व्यवस्थित गर्नु। यजङ्गिल अनुमानित मिति। याक्कुजाङ बेसबल स्टेडियम। मोमसारी नादा शरीर दुख्नु। सिक्फुम मेजाङ खाद्य पदार्थ बिक्री केन्द्र। छुइहाल जम सावधानी हुनुपर्ने कुरा। नात्ता सन्चो हुनु। अचल्सु अप्ता उपाय नहुनु। सोकी आन्छोत्था पेट ठिक नहुनु। थोक्काम फ्लू। छन्यम थोइदा एकबाट अर्कोमा सर्नु। युथोङ खिगान वितरणको अन्तिम म्याद। खुप्सङ रोगको लक्षण। थो हादा बान्ता गर्नु। आम क्यान्सर। ख्वाउम्गवा ख्वासिक अत्यधिक मदिरा र खाना सेवन गर्नु। थाङ्न्योब्याङ मधुमेह रोग सुगर। छिरुमखिल छोटो बाटो। छिनाछिगे सप्छुइ हादा अत्यधिक भोजन गर्नु। सङ्गिनब्याङ यो भनेको 40 कटेपछि लाग्ने रोगहरू। सामान्य यो सुगर भयो, ब्लड प्रेसर हाई हुने विभिन्न रोगहरू भन्न सकिन्छ। छुङ्बुनी सुम्यनुल छुइ हादा पर्याप्त सुत्नु। ख्युनह्याङ छापफिन शिक्षारुल हादा सन्तुलित भोजन खानु। खनखाङ साङ्सिक स्वास्थ्य सामान्य ज्ञान। खिदे सुमेङ अपेक्षित आयु। सिदाल लिदा पीडा हुनु कष्ट हुनु। होनही जताततै पाइने प्राय जसो। मिल्छिफान फानल्यान घनिष्ठ सम्बन्ध। यक्सी सोचे जस्तो। खिरुमछिन शिक्षा चिल्लो खानेकुरा। थान्सुहामुल कार्बोहाइड्रेट। ख्वादोहान सप्छुइ अधिक सेवन। थेछा हादा रोकथाम गर्नु। छकछल हादा उचित उपयुक्त। ख्वन हादा प्रेरित गर्नु सुझाव दिनु। फलकोरु समान रूपले। छेहान हादा प्रतिबन्ध सीमित गर्नु। खार्याङ यदि उदाहरणको लागि। इल्साङ सेङ्वाल दैनिक जीवन। ओल्फारुदा सही तरिकाले गर्नु। फुजङ जकिन
नकारात्मक। मानबो खद्की दैनिक 10,000 पाइला हिँड्नु। यबाङ रोकथाम। फाङ्जी हादा छेक्नु रोक्नु। सिल्सी हादा लागू गर्नु। फ्याङ्सो साधारणतया। फोहम्र्यो बिमाको किस्ता। उन्याङ सञ्चालन वा परिचालन। खेइन प्रतिव्यक्ति। खेइन प्रतिव्यक्ति। उइसा धारणा विचार। ईसा थानुई एकाइ। सोदुक आम्दानी। छेसान सम्पत्ति। छेवै थोङफो विदेशमा बस्ने कोरियन। थेछेर्यो साधारणतया प्राय। वाक्सिन आधा निश्चित पक्का। सोहाजे पचाउन सहयोग गर्ने औषधि। साम्सी फाल्दो 38 डिग्री सेन्टिग्रेड। कन्डिसन अवस्था। ख्युछिक चकिन उन्दोङ नियमित व्यायाम। छ्यारेकुल ह्याङसाङ सिकिदा शारीरिक शक्ति सुधार गर्नु। याङयाङसो पौष्टिक तत्त्व। फ्याम फोक्सोको क्यान्सर। माउमकत चाहेको जति। छिप्जुङ हादा ध्यान केन्द्रित गर्नु। खासा गीतको शब्द। एविरुल छेखिदा शिष्टाचार पालन गर्नु। फोगोस लिखित प्रतिवेदन। छेछुल हादा पेश गर्नु। छायुरोपके छाङ हादा स्वतन्त्र रूपले प्रयोग गर्नु। इल्गी दैनिक। खियक्र्याक स्मरण शक्ति। थोङसी एउटै समयमा। छोल्लिदा झमझम हुनु। सुत्नु जम्म सुत्नु। यगी छगी यता उता। मात्किदा जिम्मा लगाउनु। उई पेट अथवा जठर। थाङबुन गान केही समयको लागि। थेबुबुन अधिकांश। खोखुमा सकरकण्ड। इरुवजिदा उत्पन्न हुनु। थान्सुहामोल छुक्दोक विषादी अथवा लत। फिमान मोटोपन। फिमानुल इरुखिदा मोटोपन निम्त्याउनु। ख्वाजा खाजा भइहाल्यो। फसिनादा बच्नु। छापखोप छाप चामलसँग अन्न मिलाएर बनाएको 4-5 वटा अन्नहरू मिलाएर बनाएको भात भन्न सकिन्छ। यङह्याङ प्रभाव। खम्सा निरीक्षण। खारिखिदा देखाउनु। ओहिर्य झन अझ बरु। छिसोकचक लगातार। वाङन्युल सम्भावना। छाछे आफै स्वयं। नोई दिमाग मस्तिष्क। खेसन हादा सुधार परिमार्जन गर्नु। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्ता अन्य किप सम्बन्धी भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र मन परेमा लाइक गरिदिनु होला। साथीहरूमा सेयर पनि गर्न सक्नुहुनेछ। धेरै धेरै धन्यवाद।